सन्चै आराम हुन्छ म पनि एकदम सन्चै आरामै छु तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला सो आज चाहिँ म धरानदेखि सँगसँगै जाँदैछु हेर्नु होला लेसी कस्तो हुनेछ आजको मेरो राइड म निस्किन आँटेको 1 बजिसकेको छ अब मलाई जम्पर ढिलो भइसकेको छ हैन सट्ट निस्किनु पर्ने हुन्छ आज घर पुग्दा गर्दा मलाई त्यस्तै भरे राति मात्रै पुग्ने छु सो सम्भो आजको राइड हुनेछ सो गाइस म चाहिँ अब निस्किसकेको छु गर्मी छ लास्टको के भनेर चाहिँ गर्मीले सेटअप पनि खासै मिलेको छैन हल्का मिलेको चाहिँ त्यो मिलाउँदै अब एक्सर्साइज हान्नुपर्ने हुन्छ किनभने अब लङ टुर हान्छु म फर्स्ट टाइम भन्दा नि 2-3 चोटि भइसक्यो तर आज चाहिँ ब्लग बनाउँदै हान्दैछु गाइज प्लिज सब्स्क्राइब गरिदिनु होला तपाईले सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ सो गाइज फेरि बनिलाग्यो अब कतिको निस्किनु पर्ने हुन्छ कति धेरै गाडी ठुलो गाडी आम्मा गाइज ओभरटेक गर्दै दिँदैन यार गाडी नै गाडी कति धेरै गाडी हो गाडी नै मात्रै भेटिन्छ यार बाटोभरि म राम्रो के भेट्छु म यस्तो स्केलर बोकेर जाँदैछ यस्तो तातो आउँदैन यसको छेउबाट त फाइनली म चाहिँ भेडाएर आइसकेको छु सो गाइस चाहिँ अब यहाँ चेकिङ पनि सम्भावना हुन्छ मलाई चाहिँ डर लागिरहेको छ मेरो चाहिँ लाइसेन्स बुक पनि छ लाइसेन्स पनि छैन बुक चाहिँ छ सट्ट धरान भिला फेर्ने अनि सट्ट धनकुटातिर छिर्ने गाइस ल धनकुटा छिर्यो गाइस धरानबाट यहाँ चाहिँ चेकिङ हुनसक्छ त्यसैले ग्यारेन्टी भयो यहाँ चाहिँ भइरहन्छ रहेछ यहीँ रोकिदिने हो भने आज त मामाहरू पनि जस्तो छ उस्तो रहेछ त 2जना मामाहरू हुनुहुँदो रहेछ लागिलो मामा सो गाइस म चाहिँ अब सट्ट मूलघाटतर्फ जाँदैछु यो चाहिँ भेडादेखि उँधो जाने बाटो हो सो गाइस म एक्लै छु म कहिले पुग्नु घर तर पनि राइडमा चाहिँ मजा हुन्छ गाइस एक्लै हुन्छ अब एक्लै भ्लग बनाउँदै गोप्रोमा सट्ट बोल्नु मन लाग्ने मेरो चाहिँ तर माइक छैन मेन कुरो हो त्यही भएर आवाज पनि राम्रो आउँदैन होला सो ठिकै छ लेसी हेरौँ जस्ट ड्राइभ आजको यसो हल्का सिनहरू हेर्दै जानुपर्छ गाइस यही हो दुःख सुख रमाइलो आज एक्जाम पनि फाइनली मेरो चाहिँ सकिएको थियो आज एक्जाम पनि ठिकै भयो आज अरू बेला चाहिँ बिग्रेको थियो अब आज चाहिँ राम्रै नै भनौँ न आज चाहिँ त्यो चिट सार्नु पाइयो पछि चाहिँ लास्ट दिन मात्रै चिट सारेको अब अरू बेला चाहिँ 1 नम्बरको पनि चिट सार्दिनँ आज लास्ट दिनको त्यस्तै 10-15 मार्क्स चिट सार्दै क्या 10-15 मार्क्स चिट सार्नु भनेको त म कहाँबाट आएको रनमा त्यो दाइ त्यो महाकाडक ओभरटेक गर्नु पायो भने अति गर्नु पाएन यार हामीले हेर्नु भएन नि भाइरल ठाउँ धरानको वान अफ द बेस्ट धरान चाहिँ होइन धनकुटाको भाइरल ठाउँ चाहिँ आइसकेको छु यहाँ चाहिँ रोड पनि यस्तो दामी यार तपाईँहरू यो बाटो हिँड्दै हुँदा चाहिँ एकचोटि चाहिँ रोकेर यो ठाउँमा फोटो खिच्नै भएको होला सो म पनि रोकेर एकछिन बस्ने हो आनन्द बिस्तारै जाने हो घर चाहिँ बरु बिस्तारै कुदाएर आनन्दले हुनु चाहिँ केही नहोस् टल्लाएर यस्तो दामी ठाउँ छ गाई चाहिँ होइन ठाउँ पनि चाहिँ ओभर बोबाल छ दामी वारिपारि हेर्दा यस्तो दामी आउँदा चाहिँ नेचुरल हावा खानु पाइन्छ र आनन्दसँगले हावा खाँदैछु एकदम दामी आनन्द आइरहेको छ मेरो बाइक चाहिँ
एकदम मौसम चाहिँ यहाँ चाहिँ एकदम कुल छ, आनन्द हावा आइरहेको छ सरर। अब सट्ट यहाँबाट निस्किनु पर्ने हुन्छ। म चाहिँ यहाँबाट अब निस्किनु लागेको। यस्तो दामी ठाउँ छोडेर जानु त मन थिएन, के गर्नु अब जानै पर्छ। यो मेरो सामान केही छोडिएन त होला नि। सो म चाहिँ निस्किसकेँ यहाँबाट चाहिँ। अब घरतिर जानुपर्ने हुन्छ। अब यता एक ठाउँमा चाहिँ बसेर हुँदैन, ढुङ्गा पठाइरहेको थियो यार बाटोतिर। म त एउटा सर्ट मात्रै लाएर आएको, तर यहाँ चिसो भइरहेको छ माथि माथि ऊपर। अङ्कल नमस्ते, झर्ना कहाँ हो? नमस्ते झर्ना यता हो। मूलघाट पुग्नु कति लाग्छ? ए नमस्ते झर्ना निस्किनु भनेर है पर्थ्यो है। ए ओके ओके। ए यहाँ त आमा बाटो के हो गाई, यस्तो यस्तो त भन नि त नि। परबाट फेरि बाइक आउँदैछ, गाडी छ अगाडि, मिल्दैन। नेपालको बाटो चाहिँ राम्रो चाहिँ कहिले पनि हुँदैन क्या। मूलघाट आइपुग्यो। मूलघाटमा चाहिँ उपर गर्ने हुन्छ क्या। यो पुल चाहिँ उपर दामी छ यार, यहाँ चाहिँ एकचोटि रोक्नु पर्ने हुन्थ्यो, तर मलाई टाइम छैन। दिदीहरू पनि रहेछ, यसो गर्नु पर्थ्यो। कुरो त त्यस्तो थियो, तर पनि गाइस म यस्तो गर्नु थियो। तर म पाहाडतिर गाडी आइरहेको रहेछ क्या गाइस, किनभने खोला उपर धम्काएर थियो। यो चाहिँ सबै होइन के भरे उयो बगान हो क्या, आँप बगान। त्यो चाहिँ धनकुटाको सल्लाह गाडी हो। दामी छ यार सल्लाह चाहिँ, यस्तो दामी देखिन्छ कस्तो होला सुन्छ। मारेको छ नि, मारेको छ यो सल्लाह चाहिँ। धनकुटा बजार त्यता उँधो हो। सबै अब रोक्नु चाहिँ रोक्दिनँ म, ढिलो भइसक्यो। बेसी जानु निक्लेछु, रात पर भने बाटोमा चिस्ती हुन्छ। यस्तो कुल यस्तो आनन्द आउँदैन। अब चाहिँ उपर चिसो हुन्छ गाइस। अब चाहिँ अलिक पाहाड टाइपको आउनु थाल्यो नि त, पाहाड टाइपको। अनि अब चाहिँ चिसो हुन्छ। यहाँ ढिलै पुग्नु चाहिँ 4-5 मिनट लाग्छ। रुखपानीको त्यसरी यस्तो दामी भिउ पनि कस्तो। सो हेलो गाइज, म चाहिँ आइसकेको छु पाख्रीबासमा। ए पाख्रीबास कि कहाँ हो यो चाहिँ हिलेदेखि चाहिँ अलिक तलनिर पर्छ। चट्ट लाएर यहाँ बसेर चाहिँ दामी हल्का भ्यू भन्दा नि के हो मेरो क्यामेरा। सो मेरो क्यामेरा बिग्रेर चाहिँ कस्तो गिदी भइदिरहेको छ होइन। चट्ट लाएर देख्न सक्नुहुन्छ दामी दामी भ्यू। मेरो चाहिँ गोप्रोमा पनि चार्ज चाहिँ फिनिस्ड भइसक्यो। अब जानुपर्ने हुन्छ लेट्स गो त लेगुवा। सो गाइस म चाहिँ लेगुवामा खाजा खाइसकेको छु होइन। अब चाहिँ निस्किनु पर्ने हुन्छ। खाजा खायो चट्ट लाएर, खाजा पनि एकदम दामी थियो। यो चाहिँ मेरो बाइक छ। यहाँबाट चाहिँ उँधो जाने चाहिँ यो उँधो जाने चाहिँ भोजपुर हो, र यता उँभो जाने चाहिँ शङ्खसभा हो। म चाहिँ उँभो जान्छु शङ्खसभातिर। सो अब निस्किनु पर्ने हुन्छ। खाजा चट्ट खायो, खाजा खाएर निस्केको चट्ट लाएर। यो उँधो चाहिँ भोजपुर जाने हो, र यता उँभो चाहिँ शङ्खसभा, चट्ट म चाहिँ शङ्खसभातिर लागेँ। चट्ट लाएर अब पर्ने हुन्छ छिटो घर। ओ माई गॉड दामी छ। यो चाहिँ एउटा भोजपुर हो। पारि चाहिँ म यहाँ त मान्छे हो, दामी फुल रहेछ। बिस्तारो धमिलाको खोला पनि यो पटपट गर्छ त। सो गाइस म चाहिँ आउँदै थिएँ। यस्तो दामी वेदर, यस्तो दामी घाम पनि त्यहाँ। यो डाँडा हरियो यस्तो बवाल छ कसम होला। यो जस्तो प्लेस त काहीँ पनि मैले देखेन। ओ माई गॉड कस्तो दामी छ यार। आनन्द आउने घुम्नु पनि। सो गाइस मैले चाहिँ गोप्रोमा पनि चार्ज सकिसकेको छ। के गरौँ, म मान्छे नै चार्ज सकिसकेको भइसकेँ। सो गाइस म चाहिँ थरथरको भिराइसकेको छु हाम्रो मन्दिर। जय शम्भु आम्बो। यहाँ त्यस्तो खतरा भिड छ क्या त। यस्तोमा बाटो खोलेर बनाएको छ। यो चाहिँ ओपरै मेहनत गरेर बनाएको।
त्यहाँनिर यहाँबाट गयो सिधै तल खोला तल सिधा रोड पनि सानो छ यस्तो भिड छ यहाँ यस्तो प्रभाव भिड छ नि गाइस यताउँदा नदीहरू नदी धमिलो नधमिलो पाहाडतिर पानी परेको परेछ मलाई पनि आज पानीले गोत्नु छ गाइस के गर्नु छ अब चाहिँ यहाँ मास्तिरदेखिको पिक छ सट्ट लाएर कुदाउँदा भन्दा नि 4-5 मिनट चाहिँ कुदायो अझै पनि सकेको छैन पिक आउन रहेछ तर मास्तिर हुनसक्छ नजिक होला अफरोड पनि पनि मजा आउँछ त्यसले मजा आउँछ चिकन एक्सर्साइज छ हल्लिन्छ त्यो पनि दुख्दैन अब के अरे त्यो दिनमा त सिधा बसेको गरेर चार दुखेर अफरोडमा त हल्ला गर्छ आनन्द भन्दा नि केही फर्क सुन्दैन हल्का उफार्छ त्यो उफार्छ तर उफार्छ त हामीलाई त्यो हुँदैन गाइस हाम्रो राज्य आएको खेलेको भन्दै लड्यो यार बाटो पनि यस्तो छ भाइ ढुङ्गा छ अघि जानु चाहिँ घेर छैन एकदम मिनट लाग्छ सत्रसँगले सिटीको यो रातो गालै जामो रातो माटो चिन्छु बटारै छ एकलाई बाटो हेरौँ न गाइस अहिले त्यस्तो छ अस्ति त झन् कस्तो भिड त्यसलाई यहाँ त यहाँ पनि पानी पर्नु थालेको ढुक्लो भिजायो मेरो झोलामा डकुमेन्ट छ म कहाँ बस्नु गाइस अब यहाँ माथि पेट्रोल पम्पमा बस्नु भन्ने सकेको थियो योजना सोलो गाइस म चाहिँ फाइनली घर पुगिसकेको छैन मेरो हालत यस्तो भन्दा नि खत्तम भइरहेछ यस्तो भइरहेछ सबै भिजिरहेको छ सबै भिजेर आम्मा पानीले धोबिहाल्यो म चाहिँ घर आइपुगिसकेँ आम्मा यस्तो भइरहेछ घाँटी जाडोले मर्न आँटिसक्यो